ल साथीहरू नमस्कार। म यो कुरामा खासै नबोलेर पोस्ट गरिरहेको थिएँ। म नबोलाउँ कि भन्दा चाहिँ यो बोल्नै पर्ने अलिकति मनले मानेन। यो हाम्रो लिजेन्ड, क्रिकेट लिजेन्ड, किङ भन्छ हामीले हैन, नेपालको अब नेपाललाई इन्टरनेसनल स्टेजमा रिकगनाइज गर्ने सन्दीप लामिछानेको बारेमा भएको यो चाहिँ तिहारको बिचमा एउटा यो क्लिप भाइरल भयो, जसमा चाहिँ प्राग्मा टिभी भन्ने पहिले सुनेको पनि थिएन मैले है। यो यिनीहरू चाहिँ सो कल इन्फ्लुएन्सर भन्ने रहेछन्। कहिले कलाकारले कहिले कसलाई ढाकेर गर्दो रहेछ। यो चाहिँ यिनीहरूले सन्दीप लामिछाने र कुशल भुर्तेलको बारेमा चाहिँ क्वेसन, अब यो उसमा चाहिँ अलिकति मजाक तरिकाले दुईटा युवतीले, अब मैले नाम पनि थाहा छैन, मैले चिन्दा पनि चिन्दैन, एकदम नराम्रो तरिकाले चाहिँ सन्दीपलाई रिप्रेजेन्ट सो गर्न खोजे। जसरी तिनीहरूले चाहिँ लागि परे, जसरी प्लान वेमा जसरी उनीहरूले देखाउन खोजे, अति लाज मर्दो। यो चाहिँ के भन्ने हो, पराकाष्ठा हो। यो चाहिँ जो खेलाडी यत्रो सफर गरेर आयो र चाहिँ अदालतले उसलाई चाहिँ, कोर्टले उसलाई चाहिँ उद्देश्यसक्यो के ऊ चाहिँ कोर्टबाट ऊ चाहिँ अब भइसकेपछि आई डोन्ट नो वाइ अब मान्छे चाहिँ पछि लागेका छन्। अब एक बाई एक अहिले हुँदा हुँदा त न्युज मिडियाहरूले नै बढी लखेर्न लागे। अब कान्तिपुरले अस्ति त्यो त्यस्तो गरे ती है, अब नहुने कुरामा अब गरेर पछि फेरि माफी माग्यो। अब अनि त्यसपछि गएर अब यो टिभी, के प्राग्मा टिभी भन्ने यो चाहिँ युट्युब च्यानल रहेछ। यो युट्युब च्यानलले चाहिँ अब त्यस्तो मान्छेहरूलाई बोलाएर होइन, अब सन्दीपको माथि इज्जतमाथि खेलवाड गर्नु, अब यस्तो संवेदनशील कुरामा कुरा गर्नु। अनि दोस्रो कुरा फेरि सटाएर हानेर होइन। दोस्रो कुरा फेरि ऊ यस्तो अवस्थामा छ। अहिले हामी धेरै ह्याप्पी छौँ कि यो 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 हु इज सन्दीप भन्ने कुरो यो हामीलाई मात्रै थाहा छ, जो चाहिँ क्रिकेटमा फलो गरिरहेछ। देशमा क्रिकेट कस्तो भइरहेछ, देश कति विकसित वही तरिकाले गइरहेछ, क्रिकेट रूपमा धेरै अगाडि बढिरहेछ। यो कुरामा चाहिँ हामी सन्दीपको चाहिँ कन्ट्रिब्युसन कति छ, सन्दीपले के गरिरहेछ, सन्दीप बल्ल ब्याक आयो, सन्दीप फेरि पुनः उसमा आयो, लयमा आयो भनेर हामी एकदम खुसी भइरहेछौँ। यस्तो बेलामा अब हाम्रो इम्पोर्टेन्ट 4वटा म्याच छ। इम्पोर्टेन्ट 4 म्याच अब 26बाट हुँदैछ। लिग 2का म्याचहरू युएसए र युएसँग। अब यो कुरामा अब उसको एउटा चाहिँ मनोबलमा चाहिँ ऊ गिराउने तरिकाले चाहिँ यस्तो गरे नि लाजमर्दो छ। भर्सना म चाहिँ यो चाहिँ यस्तो हुनु हुँदैन थियो। अनफर्चुनेटली यस्तो भयो। तर माफी मागेर यो कुरा सेलाउने भन्ने कुरो अब हेर्नुहोस्, अब यस्तो कुरा हो। अब माफी ठुलो कुरो हो भन्ने कुरा हो, तर चाहिँ खै कसरी अब मनले मान्दैन। यतिसम्म डिजास्टर वेमा तिनीहरू जाने है। कोही जो पनि फेरि अर्को आउला माफी त्यसरी त हुँदैन नि। अब त्यो भएर चाहिँ अलिकति गर्नु पर्यो। अब त्यो भिडियोमा माफी माग्यो भने अलि रिलायबल हुन्छ कि फ्यानहरूलाई। हामी क्रिकेट फ्यान त हामी त एकदम कस्तो सोक टाइपमा चाहिँ सक भयौँ यस्तो तरिकाले व्याख्या गर्दाखेरि। जो खेलाडी जसले देशको क्रिकेटलाई कहाँबाट कहाँ पुऱ्यायो, ऊ बिनाको क्रिकेट कल्पना गर्न सक्दैनौँ। अहिले हामीले इन्टरनेसनल स्टेजमा ठुल्ठुला म्याचहरू हुँदैछन्। युएसएसँग छ, युएसँग छ हाम्रो म्याच। र म सन्दीपलाई यही भन्न चाहन्छु कि स्टे स्ट्रङ, वी अलवेज सपोर्ट यु। तपाईँलाई हामीले अलवेज सपोर्ट गरिरहेछौँ। स्टे स्ट्रङ रहनु होला। हामी म्याचमा हामी अलवेज सपोर्ट गरिरहेछौँ, बाहिर भित्र जसरी हुन्छ होइन। यही हो मेरो म्यासेज भनेको। र ती युट्युबरहरूलाई मेरो म्यासेज छ कि सेमफुल पिपुलहरू हुन् यिनी, सेमफुल पिपुलहरू जसले जहिले पनि आफ्नो चाहिँ टिपिआर बढाउनलाई चाहिँ यस्ता कुराहरू ल्याएर
अर्काको बेइज्जत गर्ने जस्तो कामहरू गरिरहेछन्। यिनीहरूले साथीहरूले के भन्नुहुन्छ तपाईँहरूले है, मलाई त लाग्छ यिनीहरूले भिडियो बनाएरै हात जोडेर माफ माग्नुपर्छ या यिनीहरूलाई चाहिँ कोर्टमै गराउनुपर्छ, नत्र हुँदैन। चाहिँ क्षतिपूर्ति गर्नुपर्छ, नत्र भने यिनीहरूले जे चाहन्छन् त्यही गर्न त कहाँ पाइन्छ त। कसैको विरुद्ध कोही गएर युट्युब च्यानलमा बसेर कसैको लाइफको बारेमा कुरा गरेर कसैको तैँले यसो गर्छ त यसो गर्छ, म यसो बनाउँछु ऊ यसो बनाउँछु भनेर है, द्याट्स नट एक्सेप्टेबल। यो कुराहरूमा हाम्रो इभन फुटबलको क्याप्टेन किरण चेम्जोङले पनि पोस्ट गर्नुभएको रहेछ, हाम्रो क्रिकेट टिमका खेलाडीहरूले पनि गर्नुभएको रहेछ, अति खुसी लाग्यो। द्याट्स गुड। वी अल नेपाली क्रिकेट फ्यान और नेपाली पिपल वी सुड स्पिक आउट। हामी चाहिँ बोल्नुपर्छ, यो कुरामा स्पिक आउट गर्नुपर्छ। अनि यस्ता मान्छेहरूलाई कहिले पनि कुरा गर्नुभन्दा अगाडि सोच्न पर्ने बाध्यता बनाउनुपर्छ। द्याट्स नट एक्सेप्टेबल। फेरि यस्तो नहोस्। र यिनीहरूले अहिले पनि भन्छु, म 2-3-4 पोस्ट कति हालिसकेँ मैले। एगेन म के भन्छु भन्दाखेरि तिमीहरूले भिडियो बनाएर माफी माग्नुपर्छ सबको अगाडि हात जोडेर, तब मात्र हाम्रो मनमा अलिकति हुन्छ। स्टिल हर्ट भइरहेछ। खेलाडीलाई कस्तो, उसलाई कस्तो भइरह होला। अब 2-3 दिनपछि उसको म्याच छ। म्याच अब हामी यस्तो स्थितिमा छौँ कि हार्ने हामीलाई छुटै छैन। हामी सेकेन्ड लास्ट छौँ बटममा। अब त्यस्तो छ हाम्रो स्थिति लिग 2 मा ओडिआई म्याचहरूमा। अब यो चाहिँ लिग 2 भनेको चाहिँ वर्ल्ड कप क्वालिफायर हो 2027 को ओडिआई एक दिवसीय। ल साथीहरू, यो कुरालाई अलिकति सबैले ध्यान दिउँ। हामीले चाहिँ खबरदारी सधैँ गर्नुपर्छ। यो कुरालाई खबरदारी गर्नुपर्छ ताकि यस्ता कुराहरूले गएर हाम्रो चाहिँ क्रिकेटमा डाइरेक्टली असर नपरोस्। कुनै पनि व्यक्तिको पर्सनल कुराहरू ल्याएर, एउटा जीवनको कुराहरू ल्याएर ऊ भुल्न चाहन्छ, उनीहरू ल्याएर कोट्याइदिँदै है मान्छेलाई चाहिँ अनावश्यक तनाव दिने कामहरू भइरहेछ। प्लिज सबले चाहिँ बुझ्नु होला एन्ड अन्डरस्ट्यान्ड द्याट। र चाहिँ यस्ता प्रकारका स्क्याम पिपुलहरू चाहिँ बिवेयर हुनुपर्छ, नत्र पनि हुँदैन है त। ल मेरो यति भन्नलाई मैले चाहिँ छोटो भिडियो बनाएको। ल फेरि गफ गर्दै गरौँ है त। ल अरू चाहिँ कुराहरू